यस्तो बल त्यो आर्मीको क्याप्टनले पायो भने तिमीलाई देखाएर रङ्गशाला कुन त्यो कार्की दाइ त्यो त हो अरुणले यहाँ गोलै हानेन अहिले हान्छन् त्यो स्यालको चाल सुटुक्क तर 2 गोल हाने नि त्यो 4-0 भएको थियो त्यही नि अवार्ड पायो कस्तो मान्छे नै क्लियर देखेन कि त्यहाँनिर नि ओइ 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 दामी दामी हेर छोटे मस्त कुदिरहेको अस्ति यो अगाडि स्ट्राइकर खेलिरहेको थियो फल भएछ फल डोना थापा Let's go, guys. डोना थापा पनि हुनुहुन्छ तर सब्स्टिट्युटमा अहिले एकछिनमा खेल्नुहुन्छ होला सब्स्टिट्युट के हो पढ्न आउँदैन ला मैले हेरेन नि खै के सोध्नु भइरहेको के सोध्नु भएको र खै केही पनि ए डोना थापा आएको छ कि हेरेर आउनु भएको तल हुनुहुन्छ त्यहाँ अहिले आउनुहुन्छ पड्काउँछ अब एकलाई जस त्यसले म्यान अफ द म्याच पाउन सक्छ ओए दुईटा ओए 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 अहिले फेरि रेड कार्ड पाउला नि रेफ्री हाँसिरह चित्लाङले एरन थापाले दामी खेल्छ अहिले दामी नै खेल्छ त्यतिकै एरन थापा भयो त यही टिममा छैन अर्को सेम रुडी गरौ के टिममा अन्त खाऊ एरन थापा 10 नम्बर जर्सी एरन थापा चाहिँ चित्लाङदेखि खेलेको हो क्या चित्लाङ कुन क्लबको त्यो चाहिँ चित्लाङ एफसी अन्जन विष्टको जर्सी नम्बर कति अरे 14 फेरि लड्यो होइन अन्जन बिष्ट आउनु सबै रङ्गशालामा भन्नु आउनुहोस् तपाईँ रङ्गशालामा हो माछु भन के लड्छ त एरन थापा दुईचोटि लडिसक्यो अन्जन बिष्ट एरन चाहिँ होइन यो दिदी हावा बोल्दा अन्जन किन लडेको थियो लडाएपछि के लडेको हुन्छ क्याप्टेन रहेछ त नि अन्जन क्याप्टेन हो एरन पनि क्याप्टेन होइन किन नदिएको आज क्याप्टेनसिप क्याप्टेनसिप कसले लान्छ अरू लाहा सधैँ कहाँ क्याप्टेन लभली यार पायो 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 बल छोटै छोटै ए ओ माई गड बलमा आएर ला कस्तो लडाइदियो उनीहरू नम्बरको काली दाइ त घटा रहेछ त्यस्तै छ नि जस्तो रिसाइ कोसँग गएको बहिनी गेम हेर्न अरे ए के यो भाइ बहिनीहरूसँग आएको भाइ आफन्तहरू भन्नु न यो सङ्कटा एफसीको प्लेयरहरू हो क्या come on let's go अब कसले जित्छ लास्टमा एपीएफ को कोच चाहिँ खतरा हुनुहुन्छ एपिएफ को राजेन्द्रको साँच्चै खत्रै हो नि खत्रै सबैजनालाई गेम हेर्नु होला हाम्रो एरन दाई ला त्यो त अलि खत्रै रहेछ लज्जा लभली प्लेयर ल वन स्टेपमा यत्रो बल फाल्दिँदैन ल
राम्रोसँग देखाउन पाएन क्लियर नै आएको छैन किन खोइ थाहा छैन कि किन क्लियरै आएन कि है जुम गर्नु नि जुम होइन मेरो फोनको पछाडिपट्टि यो मैले उयो हालेको छु कि त्यही भएर होला क्या त्यो क्यामेराको कभर हुन्छ नि हो त्यो हालेको छु कि त्यही भएर क्यामेरा कस्तो क्लियरै आएन के मान्छे नै चिनेन है एउटा पनि दिदी त लाइभ नबस्नु कि भिडियोहरू बनाउनु फोटोहरूलाई पठाउनु पर्छ र कसरी निकाल्नु मिल्दैन यो उयो गरेर क्या कि त उक्काउनुपर्छ क्लियरै आएन होला बहिनीकोबाट बस्नु ओ एरुन दाइले पाए एरुन दाइले हान्यो यिनीहरू फेरि सेट खै एरोनले त आज हान्छ जस्तो लागेन कि अहिले एरोन दाइले अहिले पालो आएपछि देखाउँछन् चोरी धन्यवाद कस्तो मेरो यो क्यामेराको उयो नै क्लियर आएन क्या अरे भाइ यार क्याप्टेनले के खेल्यो को रहेछ क्याप्टन